खाइबक्सोस् न हजुर, खाइबक्सोस्, खाइबक्सेन भने मरिबक्सन्छ। अब त चाउ चाउ खाऊ। चाउ चाउ हुत्याउँछे। 50 लाखमा 10 रुपैयाँ त्यो चाउ चाउ पनि जोड। यस्तै त हो नि पोरो, जहिले यस्तै त मारे नि आमा। ओए ठाउँको ठाउँ नथित न, मैले मात्र कबड्डी खेलेर भयो, मेरो बच्चाले चाहिँ खेल्नु पार्न। तिम्रो नाम के पर्यो रे? वसुन्धरा। ए भनेपछि त पानीको त दुखै नहुने भयो। अनि तिमीलाई सबै आउँछ हो? आउँछ, भात पकाउन आउँछ, लुगा धुन आउँछ, मलाई सबै काम गर्न आउँछ। त्यो त मेरो बाउलाई नै आउँछ। तेरो ताल यही हो। भयभरको कपडा घर गवान सब बोकेर हिँडी पुसी त। कहाँ हिँडी? नि तेरी स्वानी। त्यसका बाजे यता एकैचोटि तिनटी आछन्। एउटी गइन्जास्। काजी साहब नमस्कार। तपाईँ पनि थुतुनु हेर न, थुतुनु काई साहब जस्तो देखिन्छ। खत्तम। Bye bye. What's your academic qualification? I mean your educational level. रेड लेबल, ब्ल्याक लेबल, ब्लू लेबल चाहिँ चाख्या छैन। What is this? होइन, हजुरको छोरीले कति पढ्या हो? अब नपढ्या भए यसरी अंग्रेजी बुझ्ती त। हामी यस्तै त हो नि पोरो। स्कुलमा पढाउँदा यी नानी खाली झगडा मात्रै गर्छिन्, भनेकै मान्दिनन्। अब म जिओ गो हुन्छ भनेर पढाउँछु, होइन डिओ डु हुन्छ भने जिओ गु किन नहुने भनेर भन्छन्। खत्तम। भाइ एकै झड्कामै मन पर्यो मलाई। कान चाहिँ अलिक कम सुन्ने रहेछ, तर केही छैन, गाली गरेकै बुझ्दिन। केटी माग्न गएको, काल माग्न गयो जस्तो भयो यार। हामी पनि बेकार डरेर भने बन्दुक छ भन्दैमा त्यसले पड्काइहाल्नु सक्छ। पड्काएन तेरो बाउले। खत्तम। असाध्यै गर त्यहाँ गइदियो नि त। हामी सबै एकै दिन किन मर्नु? एकै दिन मर्यो भने सारा दिन एकै दिन पर्छौँ फेरि। आर यु कमेडी मी? छोरासँग सम्पर्क छ भने? बाबु मुटु कमजोर छ, फेरि खुस्केलिन बोल्यो। सुम्मकले फलाम तानेपछि के अडिन्थ्यो?